दर्शनदीप, आज म तपाईँहरूको बिचमा छुट्टै भिडियो लिएर उपस्थित भएको छु। युए नेपाली एकता समाजका अध्यक्ष अर्जुन प्रसाद उपाध्यायजी मेरो साथमा हुनुहुन्छ। यतिखेर नेपालमा घटेको विषम परिस्थितिलाई समेटेर उहाँले केही कुराहरू राख्ने क्रममा आज यहाँ मसँग जम्का भेट भएको छ र मैले उहाँसँग केही कुराहरू सोध्नेछु र उहाँले राख्नुहुनेछ। तपाईहरुले यो भिडियोलाई अन्त्यसम्म हेरेर कस्तो लाग्छ लाइक कमेन्ट शेयर गर्न नभुल्नुहोला। अर्जुनजी नमस्कार। नमस्कार। अनि आज तपाईसँग अचानक भेट भएको छ अनि अहिलेको विषम परिस्थितिमा तपाईलाई नेपालको विषयलाई समेटेर हेर्दाखेरि कसरी हेर्नु भएको छ? नमस्कार। सर्वप्रथम त म यस आज हजुरको यो कार्यक्रम मार्फत सम्पूर्ण देश विदेशमा रहनुहुने सम्पूर्ण आमा बुबा दाजुभाइ दिदीबहिनीहरुमा म युए नेपाली एकता समाजको तर्फबाट र मेरो स्वयं व्यक्तिगत तर्फबाट सम्पूर्णलाई चाहिँ नमस्कार नमन भन्न चाहन्छु। र आज हजुरसँग यसरी मैले मेरो देशको बारेमा केही बोल्न पाउँदा म विशेषतः म चाहिँ हजुरलाई धन्यवाद दिन पनि चाहन्छु। र म यस युएमा लामो समयदेखि कार्यरत छु र विभिन्न संगठन विभिन्न चाहिँ कम्पनीमा विभिन्न चाहिँ सर्भिसमा म चाहिँ आबद्ध छु र चाहिँ हाल म स्वास्थ्य क्षेत्रमा चाहिँ काम गर्छु। मेरो चाहिँ फिल्ड भनेको स्वास्थ्य क्षेत्र पर्छ र मैले चाहिँ समग्रमा चाहिँ संसारका साथीहरू संसारका मान्छेहरूसँग चाहिँ केही आफ्ना दुःख सुख आफ्नो चाहिँ सिप आफ्नो चाहिँ क्षमतालाई उहाँहरू माझ पस्कने मौका पनि पाएको छु। विषम परिस्थितिमा देशको समसामयिकमा म एउटा युएमा रहेको र युएमा लामो समयसम्म कार्यरत भएको हुँदाखेरि र युएका हाम्रा नेपालीहरूका समस्याहरू अति नै जटिल अवस्थामा चाहिँ हामी नेपालीहरू यहाँ कानुन अनुसार हामी एकदम जटिल परिस्थितिमा चाहिँ छौँ र यसको लागि हाम्रो नेपालमा राज्यले गर्नुपर्ने नियम कानुन अति नै देशको परिस्थितिले अहिलेको दैनिक परिस्थितिले गर्दाखेरि अति नै संवेदनशील र नेपालीहरूलाई रोजगारको लागि पनि धेरै समस्याहरू परिरहेका छन्। यस विषयमा राज्यको चाहिँ ध्यान नपुगेको हो कि युएमा करिब 4 लाख भन्दा बढी नेपालीहरू यहाँ उपस्थित भइसकेको चाहिँ तथ्याङ्क चाहिँ सार्वजनिक भइरहेका छन्। यसमा नेपालीहरूले धेरै झमेलाहरू बिहोर्नु परेको छ र आफ्नो कारणले नेपालीहरू हाम्रो चाहिँ आफ्नै कारणले चाहिँ हाम्रै समस्याहरू आफै क्रिटिकल गरिरहेको चाहिँ हामी धेरै बाहिर चाहिँ पब्लिकमा चाहिँ भेटिरहेका छौँ र यसलाई आम नेपाली जनसमुदायहरूलाई चेतना जगाउनको लागि हाम्रो युए नेपाली एकता समाजले हर टाइम हर मौसम हर समय परिस्थितिमा खबरदारी गरिरहेको छ र यसमा चाहिँ भविष्यमा पनि गर्नेछ। र हाल विगत यो जेनजी देशको परिस्थितिमा जेनजी केवल नेपालबाट नभइकन बाहिरबाट चाहिँ सञ्चालित भएको चाहिँ हामीले यहाँबाट हामीले चाहिँ सर्वेक्षण गरिरहेका छौँ र चाहिँ हामीले मूल्याङ्कन गरिरहेका छौँ भेटिरहेका छौँ। र जेनजीमा खास वास्तवमा भन्ने हो भने डुप्लिकेट जेनजीको प्रतिनिधित्व गरेको चाहिँ अहिलेको वर्तमान प्रधानमन्त्री सुशीला कार्कीको ग्रुपले डुप्लिकेट जेनजीलाई आश्रय दिएको र उहाँहरूलाई चाहिँ प्रोत्साहन गरेको चाहिँ भेटिएको छ। उहाँले यो करेक्सन गर्नुपर्ने हुन्छ र चाहिँ देशको भ्रष्टाचारको अन्त्य गर्नको लागि एकदम कडाभन्दा कडा शासन लागू गर्नुपर्ने नियम लागू गर्नुपर्ने हुन्छ भन्न पनि चाहन्छु। अनि सर तपाईले अहिले जुन एमालेले गरिरहेको गतिविधि महेश बस्नेत अनि केपी ओलीले अहिले जुन बाहिर निक्लेर जुन खुलेआम देखाएको गतिविधिमा कुन किसिमले हेर्नु भएको छ?
यसो भन्दाखेरि त चाहिँ नेकपा एमाले का चाहिँ नि अध्यक्ष चाहिँ केपी शर्मा ओली नै स्वयं जेएनजीको चाहिँ नि उत्पादन उहाँले नै गर्नुभएको, उहाँले नै निरङ्कुश गर्नुभएको र चाहिँ नि उहाँको कारणले नै चाहिँ जेएनजी उत्पादन भएको हो। यसरी जेएनजी उत्पादन हुनुमा चाहिँ ठुलो हात नेकपा एमालेकै छ र एमाले नै लिनुपर्ने हुन्छ चाहिँ उहाँको त सबै चाहिँ नि दोषहरू चाहिँ हाम्रा चाहिँ यस्ता चाहिँ नाबालकहरूलाई चाहिँ मारेर चाहिँ एउटा गोली हान्ने समेत उहाँले चाहिँ अर्डर दिएर चाहिँ रातारात उहाँले चाहिँ सैनिकमा आफ्नो राजीनामा बुझाएर हैन कुनै पनि चाहिँ दलसँग परामर्श नगरिकन डाइरेक्ट चाहिँ सैनिकको हातमा चाहिँ राजीनामा बुझाएर आह्वान नगरिकन चाहिँ राजीनामाको चाहिँ बुझाएर उहाँ चाहिँ सैनिकको आडमा आफ्नो चाहिँ जीवदानको सुरक्षा गर्नुभयो र चाहिँ ती नाबालकको चाहिँ उहाँले सुरक्षा गर्नु भएन भनेपछि यो स्वतः बुझिन्छ नि उहाँ चाहिँ एमाले यस्तो पार्टी हो कि चाहिँ यो हर एनजिओ आइएनजिओको चाहिँ यो ठुलो माफियाको चाहिँ ग्रुपको चाहिँ सङ्गठन हो एमाले भन्न पनि चाहन्छु। अनि तपाईँको विचारमा अब केपी शर्मा ओली लगायत रमेश लेखक यिनीहरूले कारबाहीको दायराभित्र आउनुपर्छ कि पर्दैन, के छ तपाईँको विचार? उहाँ दुवैजनालाई छिटोभन्दा छिटो कानुनी दायरामा ल्याउनु पर्ने हुन्छ र चाहिँ जेएनजीका मागहरू पुरा गर्नुपर्ने हुन्छ र देशलाई अगाडि बढाउनको लागि जेएनजीको प्रतिनिधित्व हुने गरी प्रवेश दाल र चाहिँ मिराज ढुङ्गानालाई उहाँहरूलाई पनि सहभागी गराउनु पर्ने हुन्छ। हरेक चाहिँ कार्यक्रममा उहाँहरूलाई चाहिँ सरकारको कार्यक्रममा उहाँहरूको सहभागिता चाहिँ जनाउनलाई पनि म चाहिँ अनुरोध गर्दछु। प्रवेश दाल एन्ड मिराज ढुङ्गाना यो दुईजनालाई चाहिँ जसरी पनि हर सरकारको एभ्रिथिङ चाहिँ कार्यक्रममा सरकारका चाहिँ कुनै पनि गतिविधिमा उहाँहरूको चाहिँ सहभागिता जनाएर सम्पूर्ण जेएनजीहरूलाई अगाडि चाहिँ एक गोलबद्ध हुँदै देशको चाहिँ सुशासन भ्रष्टाचार को चाहिँ राम्रो प्रबन्धको चाहिँ व्यवस्था चाहिँ अहिलेको चाहिँ सुशीला कार्की सरकारले गर्नुपर्छ भन्ने चाहिँ मैले पनि भन्न चाहन्छु। ल, अब प्रदेशबाट भए पनि एउटा सन्देश दिनुभएको छ, किनभने हाम्रो नेपालमा अब नयाँ बन्ने सरकार 6 महिना भनौँ न, 6 महिना पछाडि 6 महिनासम्म त अहिले बनेको सुशीला कार्कीको सरकारै रहने भयो। त्यस पछाडि आउने क्रममा जेएनजी नै अगाडि आउनुपर्छ र नयाँ अनुहारहरू अगाडि आउनुपर्छ, नयाँ अनुहारले नेतृत्व लिनुपर्छ र देशको रक्षा गर्नुपर्छ। अहिले विदेशीहरूले नजिकबाट निहालिरहेको अवस्था छ, हाम्रो देशलाई कब्जा गर्न खोजिरहेको अवस्था छ। यो अवस्थामा युवाहरूले नै देशलाई लिएर आफ्नो देशको विकास गर्नुपर्छ र देशको रक्षा गर्नुपर्छ भन्ने धारणा तपाईँले यहाँ राख्नुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। हामी प्रदेशमा रहेका जति पनि नेपाली दाजुभाइ तथा दिदीबहिनी सबैको चाहना यही नै हो, हाम्रो देश बच्नुपर्छ र विदेशीहरूले लुट्नबाट जोगिनुपर्छ र हामी एक विदेशमा रहेर पनि एक सच्चा नेपाली देशभक्त हुँ भनेर भन्न पाइयोस् सधैँभरि भन्ने आशा राख्दै आजको यस च्यानलबाट म बिदा हुन चाहन्छु। यहाँलाई पनि धेरै धेरै धन्यवाद, यसरी मलाई समय दिएर आधी घन्टाको समय दिएर आफ्ना विचारहरू राखिदिनु भयो। विदेशमा रहेर पनि प्रवासमा रहेर पनि एउटा नेपालप्रतिको माया झल्काउँदै र आफ्नो देश बचाउनुपर्छ, बचाउनको लागि युवाहरू नै अगाडि आउनुपर्छ भन्ने विचारलाई व्यक्त गर्दै आफ्ना विचारहरू राखिदिनु भयो। तपाईँलाई धेरै धेरै धन्यवाद दिन पनि चाहन्छु र यसै गरी फेरि अरू प्रोग्राममा पनि तपाईँलाई जुटाइरहन पाऊँ आशा छ भन्दै आजको यस प्रोग्रामलाई यहीँ बन्द गर्छु। हस्त, धन्यवाद।